सफा सुन्दर र मनमोहक दृश्य, हरियाली प्राकृतिक सुन्दरताहरूलाई चिचोल्दै आज म दक्षिण कोरियाको सुन्दर ठाउँ थेहान पुगेको छु, जहाँ रङ्गीन सपनाहरू जस्तै फुलेका हजारौं टुलिपका फुलहरू छन्, जहाँ हेर्दा पत्याउनै नसकिने फुलबाटै बनाएका विभिन्न आकृतिहरू छन्। नीला, पहेँला, गुलाबी, राता लगायत विभिन्न रङ्गको आफ्नै छुट्टै सुन्दरता हुन्छ, तर सबैलाई एकै ठाउँमा मिलाएर राख्यो भने त्यो भन्दा धेरै सुन्दर के हुन्छ र? हो, त्यस्तै सुन्दर बनेको रहेछ यो फुलै फुलको सुन्दर बगैँचा, जहाँ हावासँगै हल्का हल्लिँदा त्यस्तो लाग्दो रहेछ यहाँ प्रकृति आफै मुस्कुराइरहेको छ। यो ठाउँमा हिँड्दा मन एकदमै शान्त हुने रहेछ। दैनिक जीवनको थकान बिर्सिएर केही पलका लागि स्वर्गमै पुगेको महसुस हुने रहेछ। यदि मौका मिल्यो भने यो सुन्दरता आफ्नै आँखाले एकपटक अवश्य कैद गर्नु, किनकि केही दृश्यहरू क्यामेरामा होइन मनमै कैद हुने गर्छन्। हरेक फुलहरू हेरेर मनले मनलाई भनौँ, जिन्दगी पनि यस्तै बनोस् रङ्गीन, छोटो तर एकदमै सुन्दर। धन्यवाद।